आइसक्यो। है ठिक छ ल यो यसको फेरि छ नि फेरि यो लास्ट पेज अहिले क्या है मैले यता न अलि ल यिनीहरू कहाँ जान्छन् कस्तो छ अहिले क्या यता अलि क्या होइन हिँड यस्तो सिनिक त अहिले कति आउँछ कति गयो होइन Hello guys, we are right now at what is this place called? I mean, Dudhe? Dhunge, like Dhunge. So you probably have heard the song Dhunge Bazar. Dhunge Bazar surung khandaichu halla nagar. This is Suraj, this is Rishabh. These two are Kalechor and Gorechor. And ABCDFG Redmi 7. And this is our model Spandan Nepane. That's it for right now. यस्तो खतरा थियो क्या ओए त्यो गुडला है गुडला ओए मोटे गुडो भन्दा उ त्यो गुड्यो भने उ त्यो बाले भेटाउनु हुन्छ यो लिइरहेको छु कसलाई पुगेन गप्पेलाई देखाइन ल है सुबास त हेर्दै त एकचोटि को आयो त यस्तो चाहियो नि भ्यू चाहिँ यस्तो छ है कडा क्यामेराम्यान इधर फोकस करो चस्मा चेनै खोल्दै रहेछ कि हामी चाहिँ धुन्चे बजार पुगिसक्यौँ होइन गाइस यो धुन्चे बजारको सहर हो कस्तो क्लिन छ क्या सफा छ होइन केटाहरूले पछाडि स्लिपिङ ब्यागै बिगारेछ एउटा धुन्चे बजारमा राम्रो राम्रो छ नि त भनेको यही हो गाइस होइन तिर्सिली खोला यही हो जम यो तिर्सिली खोला आयो अब ओए ऊ त्यहाँ सब फोटो खिच्न मात्रै छन् ल
जाऊँ न त काम छ निकाल्नु केटा मात्रै भारेछ ल हेर पानी परेर हैरान मर्न आँटिसक्यो यस्तो छ है वेदर चाहिँ यस्तो छ है खतरा छ यार वेदर त यार सुभाष फाइनली घाटलाङ पुग्यौँ है गाइस होइन पानीले मस्त सहर गरेछ हामीलाई है घाटलाङ आउने बित्तिकै एकदम मस्त सहर धन्न यहाँ माथि आएर बाटो राम्रो छ कि माथिको अहिले पनि पानी पर्छ रेनकोट निस्किसकेछ हाम्रो अहिले यहाँ बाटो राम्रो भएर आनन्द आइरहेको छ बस्न नत्र त क्या झ्याउ त्यो पानी परिरहेको झन् बस्न पनि हाल्दै गएर जाने बाटो मेरै त उले बोक्या छ म त उड्याउ हिँडे मैले त चार्जर होइन बरु पैसा तिरेर होइन चार्ज गरौँला तर हेर न 11% भइसक्यो चार्ज गरौँला हेर्नु यस्तो हालत छ गोठमा बस्नु परिरहेछ होटेलसँग पुग्ने वातावरण नै छैन पकाउने सामान जति छ दुईजना केटाहरू माथि छन् यस्तो तालले बसिरह पुरै बाहिर यस्तो ताल छ ल ओहो यस्तो ताल छ ल हेर्नु कसरी जाने होला जम्मै भिजिसक्यो टेन्ट त बिर्सै नै हुन्छ अब गर्दैछु फाइनली है हाम्रो क्याम्पिङ साइट पुगिहाल्यौँ होइन यिनीहरू यही फाइनली उबालेर फ्यालिदिनु अनि त्यसपछि त्यसलाई फ्राई गरिदिनु तुक्क यिनीहरू हेर्नु गरिब जस्तो पारामा बसिरहेछन् केटा हो पका है यता हेर त सुभाष त्यो देखेन क्या चिन्नेन
इन्टरनेट चाहिँ नचल्ने रहेछ नि चल्दो रहेछ त रातिको नयाँ लेग पिस भइरह लेग पिस तपाईँ के इन्टरनेट चाहिरहेको इन्टरनेट चाहिनलाई नि यहाँ के फाइदा यहाँ आएर पनि डेलीलाई सम्झिनु परेछ है जुत्ता नि कोकोलाई खाना छ होइन आउनु लोकेसन चाहिँ अब 2 दिन लाएर आउनु बिस्तारै 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 आयो नि मासु चाहिँ यहीँ छोडिदिइरहेको छ भने भेटिन नि सकिन्छ बाटा झोलाको पोको पाएर किन्ला भन न यस्तो गर्नुपर्छ भन भन न के भन्ने यार हेर नि त्यो कुकुर अहिले यार मासु पल्काएर तिमीहरूले दिइहालेछ होइन केजीको हिसाब गरौँ न यो एक कराईमा कति छ अनि 2 केजी होला 2 केजी 2 केजी 2 केजी कति लाग्ने ओए 500 सम्म मिलाइदिन्छौँ 500 सम्म मिलाइदिन्छौँ चाहियो आँखा टल्काएर न पुरै हो गर्दैछ त तेरोलाई हामीले किनेको 420 मा तेरोलाई 400 होला मिलाइदिउँ ल 400 मा हैन अलि यसरी राख्दा त भयङ्कर ठुलो देखे हेर न ल साइड लाएर सुत के अब माथि हेर्दा सबैजना भुस भइसकेछ है गाइस यही हो क्याम्पिङ इन्ड अब सी यु टुमोरो हैन कसरी सुत्ने कहाँ गएर ब्रो त्यो यहीँको पानीमा ऊ हाल न एउटा कतैबाट देख्यो कता हो 5% भइसक्यो ल केही देखेन अब त केही देखेन यार अब त बत्तीकै भरोसा हो यो सिनको लागि दौडा दौड गरेर आएको छ हिमाल चाहिँ नदेखिरहेको क्या कस्तो यार यहाँ चाहिँ हाम्रो बुद्ध ज्ञान प्राप्ति गर्न जाउँ बुद्धको ठाउँको उद्घाटन हुन लागिसक्यो हाम्रोबाट It's been a while, but I'm coming out of my shell. And I never thought I would fall in love with someone just like you. And nobody here now, I hear you calling out, I hear you calling out for love. And nobody here now, but I hear you calling out, I hear you calling out for love. And I hear you calling. के भन्छ
उता नै होइन कहाँ देखिन्छ कहाँ जाने